हेलो साथीहरु, गुड मर्निङ साथीहरु। फेरि पनि स्वागत छ नयाँ भिडियोमा। अहिले चाहिँ हामी पोखरा फेवातालमा आइपुगेको छौँ क्या साथीहरु। फेवाताल हेर्न सक्नुहुन्छ, यस्तो छ हैन। अनि त्यो पारि चाहिँ पोखरीको बीचको हाम्रो यो तालको बीचको चाहिँ मन्दिर रहेछ हैन। त्यहाँनेर चाहिँ यो मन्दिरमा जाने चाहिँ बोर्डमा जानुपर्ने छ साथीहरु हैन। अनि यहाँ बोर्डहरु चाहिँ टन्नै बोर्डहरु छ साथीहरु हैन। पुरै फिज्जको ल यस्तो दामी ताल रहेछ। म त यहाँ फर्स्ट टाइम आएको साथीहरु हैन। अब भिडियोमा त धेरै देखिएको थियो, यहाँ चाहिँ फर्स्ट टाइम हो मेरो चाहिँ। यस्तो दामी भ्यू छ साथीहरु, हेर्नुस् है ल। बोट ताल त फेरि एकदम गहिरो जस्तो छ। यो छेउतिर त अलिक गहिरो छैन जस्तो, पिछतिर त डेन्जर। साथीहरु हाम्रो यहाँ कुइहरूको चाहिँ फिल्म सुटिङ भइरहेको छ ल। फिल्म सुटिङ भइरहेको छ। कस्तो खालको फिल्म सुटिङ भइरहेको भन्ने कुरो थाहा भएन मलाई पनि। सब क्यामेरा बोकेर माइक बोकेर पुरा फिल्म सुटिङ भएर चाहिँ यहाँनिर चाहिँ फेवाताल अगाडि क्यामेराम्यानहरू ल, एक्टरहरू। यहाँ चाहिँ आज फिल्म सुटिङ भएर चाहिँ उहाँहरूको चाहिँ पुरा रनिङमा हानिरहेको छ है, दौडिरहेको छ पुरै। हामी चाहिँ बोटिङको लागि हिँडेको साथीहरू। उहाँहरू चाहिँ पुरै फिल्म सुटिङ, क्यामेराम्यानहरू यस्तो छ। यस्तो गरी हिँडिरहेको छ है ल। हाम्रो भाइहरू अगाडि छ, हामी बोटिङको लागि हिँडेको साथीहरू ल। सो गाइजहरू, हामी चाहिँ बोटिङको लागि पुरा रेडी भइसकेको छ साथीहरू होइन। बोटिङको लागि पुरा रेडी भइसकेको छ। हामी चाहिँ सब लाइफ ड्रेस लगाएर चाहिँ सुभाष भाइ, म त हाम्रो दाइहरू बोट लिएर आउनु हुन्छ। फर्स्ट टाइम बोट गर्दैछु यहाँ फेवातालमा चाहिँ साथीहरू होइन। फर्स्ट टाइम गर्दैछु, हेरौँ अब के हुँदो रहेछ। अनि हामी जाने चाहिँ यसरी हो, त्यो ब्रदरहरू जानुभएको छ नि त्यसो जाने हो। हामी चाहिँ सुभाष भएर म चाहिँ डबलमा हुन्छ, अनि इसाक भएर लामा भाइ चाहिँ सिङ्गलमा राख्ने भन्ने विचार गर्दैछ। अनि हाम्रो बोट चाहिँ पुरा आइसकेको छ यहाँनिर है। अब यहाँबाट हामी सर जान्छौँ, त्यो पारि पुग्नुपर्छ नि हामी। त्यहाँ झर्ना छ अरे, झर्ना छ अरे। उठेरै हान्ने हो त्यो, अनि बसेर होइन। बसेर पनि मिल्छ मिल्दैन, तर उठेर हान्ने हो क्या त्यस्तो ब्रदरहरूले। छिटो जाँदो रहेछ तर यार। अनि त्यो पारि हामी पुग्नुपर्ने छ। ए सरी, त्यो त पारितिर यार। सिटी मत बजाउँ है साथीहरूलाई। आफ्नो साथी हरायो भने चाहिँ यसले बोलाउनु पर्छ अरे, यसरी यता 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 भनेर बोलाउनु पर्छ अरे साथीहरू ल। हामी चाहिँ बोटिङमा अब बोटिङ जाने बेला भइसकेको छ। हाम्रो चाहिँ सब सामानहरू रेडी भइसकेको छ। हाम्रो डबल चाहिँ कुन हो ब्रदर? खोइ डबल अलिक राम्रो दिनु नि हामीलाई यार, थोत्रो नदिनु, अलिक नयाँ दिनु न। त्यो एउटा जस्तो डबल त। अनि यो ब्रदर चाहिँ हाम्रो लागि गाइड गर्न जाने हाम्रो ब्रदर चाहिँ। अनि डबलको बोर्ड चाहिँ यो रहेछ। लाम भाइ पुरा रेडी पोजिसनमा, इसाक भाइ रेडी पोजिसनमा। लाम भाइ के छ फिलिङ, कस्तो भइरहेछ? डर लाग्दो फिलिङ भइरहेछ कि अलिकति? अलि नर्भस हुँदैछ भएन? नर्भस भइरहेछ। इसाक भाइ के छ? ठीक छ दाइ। तपाईँलाई के यस्तो फिलिङ के भइरहेछ? डर लाग्ने यताउता? अब कहिले गएको छैन, अब एकछिन चाहिँ अलिकति फर्स्ट टाइम हो नि होइन? ल अहिले हेर्नु न, म कस्तो यो लुगा ब्ल्याक गाइड खोलेर कस्तो डाइभ हान्छु। हेरौँ ल ल। साथीहरू हामी चाहिँ अब पुरा रेडी पोजिसन भइसकेको छ। हामी चाहिँ इनसाइड त फेवाताल भइसकेको छ ल साथीहरू है। लामा भाइ उता सिटी बजाउँछ साथीहरू। ल है हामी चाहिँ अब पुरै भएर यता घुमाउनु पहिला। ल है साथीहरू, हामी चाहिँ बोटिङ भइरहेको छ। सुभाष भाइ पछाडि बोटिङ गर्दैछ, म चाहिँ भिडियो बनाउँदैछु है। टाइम कति भयो लाम भाइ? टाइम हेर, टाइम। ल है भाइ, उता जाने, उता निलो बाटोमा। ल साथीहरू, हामी चाहिँ बोटिङ गर्दैछु है ल। अनि यता मान्छेहरू ल टन्नै छ है। ल साथीहरू, हामी चाहिँ पुरा बोटिङमा छौँ अहिले होइन। उता लामो भएर इसाक भाइ छ होइन, पुरा फेवाताल छ। साथीहरू कस्तो मुटु ढुकढुक भएर चाहिँ मोबाइल झर्छ भन्ने यस्तो डर लागिरहेको छ नि। कस्तो हो मोबाइल झर्छ भने चाहिँ लास्ट डर लागिरहेको छ साथीहरू। मेरो मोबाइल झऱ्यो भने त म हटफेल हुन्छ ल साथीहरू। सुभाष भाइ चलाउनु। हाम्रो इसाक भाइ छ। लामो भाइ कता हौ? पछाडि आउँदैछ हौ। एकदम रोयल भएर साथीहरू हेर। ओ माय गॉड। ल छिटो ल, ल
हाम्रो इसाक भाइ र लाम भाइ यता छ। लाम भाइ के भइरहेछ? ठिक छ नि होइन? भाइ घुम्यो पुरै। हाम्रो चाहिँ बोर्ड अलिक फरक फरक छ। हाम्रो चाहिँ बोर्ड यस्तो खालको छ, उनीहरूको चाहिँ अर्कै खालको छ। ल फाइनली हामी चाहिँ साथीहरू यहाँ आइपुग्यो होइन, वहाँ पारीदेखि यहाँसम्म आइपुग्यो होइन साथीहरू। पुरै आइसकेको छ हामी चाहिँ, यस्तो छ होइन। अनि यहाँ आइपुगेको छ, यस्तो गएर छ नि ताल भन्ने पनि यस्तो गएर छ तपाईँहरूको ताल कि पुरै यो निलो भन्छ क्या है साथीहरू। अनि यस्तो छ। अनि हाम्रो इसा भएर लाम भाइ चाहिँ यता छ। मलाई चाहिँ एकदम डर भने चाहिँ के हो भने चाहिँ होइन, मोबाइल झर्छ भने चाहिँ एकदम डर लागिरहेको छ क्या। मोबाइल झऱ्यो नि मैले कहाँ हो जाने होला साथीहरू। ओ माई गड, त्यस्तो छ साथीहरू, गाह्रो छ जिन्दगीमा। फेवातालमा साइली डुङ्गा सारा सम्झनामा तिम्रो। एक्सिडेन्ट भयो साथीहरू, एक्सिडेन्ट भयो। हाम्रो ठोक्यो बोट। लामा के गरेर चलाएको? यस्तो नचलाउने। म चाहिँ पाइलो काँधमा राखेर हिँड्दा साथीहरू, पछाडि आएर लामा भाइले पाइडल हान्दैछ पुरै। एक्सिडेन्ट हुँदैन अब त। सुभाष भाइ छ यता, जङ्गल भइहाल्यो साथीहरू। हामी यता छ, लामा भाइले पुरै बोर्ड हान्दैछ साथीहरू होइन। मस्त घाम पनि लागिरहेछ होइन, हिमाल पनि देखिरहेछ पछाडि। पछाडिपट्टि हिमाल पनि मजाको हिमाल पनि लागिरहेछ साथीहरू होइन। तालमा एकदम रमाइलो भइरहेछ, एकदम मिठो रमाइलो भइरहेछ साथीहरू। ओइ 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 के हो यस्तो? उड्दिउँ होइन? पर्दैन, उडाउँ न। ओइ ओइ हल्यो नहल्लो भिडियो त एकदम बबाल गइरहेछ हाम्रो आज। ओ ब्रदर कता हो? झर्ना कहाँ हो नुहाउने? ल साथीहरू हामी चाहिँ त्यहाँबाट पारी आइपुग्यो होइन। अनि केटाहरू चाहिँ नुहाउनु भनेर पुरा रेडी भइरहेछ। हावा चाहिँ एकदम मिठो आएर चाहिँ यहाँनिर चाहिँ। अनि त्यहाँबाट हामफान लगाएर चाहिँ केटाहरू ल ल ल ल ल ल त्यहाँ ढुङ्गामा ठोकेला नि अलि उताबाट हान फेरि। ल ल ल ल ल लामो भएको पालो ल। यस गुड गुड गुड। यता आऊ, यता उता नजाऊ है। ल इसाक भएको पालो ल। गो गो यस। ल सुभाष भएको पालो ल। रेडी 1 2 3 गो। हुन्छ हुन्छ। बोल बोल यो नि त तरिका। पारी लान्छ लुगाहरू क्या चिसो त्यहाँ पानी पर्छ अरे भन्दा। ल हामी बोटिङ गर्दैछौँ फेवातालमा साथीहरू, एकदम रमाइलो भइरहेको छ होइन। अहिले चाहिँ म सिङ्गल हालिरहेको छु, डबलमा चाहिँ हाम्रो सुभाष भाइलाई राखिदिएको छ मैले होइन साथीहरू। एकदम रमाइलो भइरहेछ साथीहरू। ल है ल साथीहरू, यता चाहिँ क्या कस्तो दामी आउने क्या यतापट्टि चाहिँ। ओ ल हान भाइ। ल फेवातालको नजारा चाहिँ यही हो साथीहरू, यस्तो छ फेवाताल होइन। अनि हामी चाहिँ भर्खर बोटिङ गरेर यहाँबाट निस्केको अब कपडा सौडा लगाएर। अनि हामीले अघि बोटिङ गरेको सिङ्गलमा चाहिँ बोडी चाहिँ यही है। सब केटाहरू पनि अब हिँडिसकेको छ केटाहरू। अब हामी पनि निस्केको यहाँबाट साथीहरू। अब कुन ठाउँ जाने हो, कता अब डेभिल फल्सतिर जाने हो कि भन्ने कुरो भइरहेको छ एकचोटि।
अनि त्यहाँ कतिले गयो भने त्यसरी पनि भिडियो आउँछ साथीहरू भिडियो चाहिँ हेरेर नछुटाउनु होला है भिडियो चाहिँ मोबाइल आउँछ आज साथीहरू वेलकम टु डेभिस फल पातलले छाँगो भन्दो रहेछ नेपालीबाट चाहिँ इङ्ग्लिसबाट चाहिँ डेभिस फल भन्दो रहेछ हामी यहाँबाट चाहिँ भित्र छिर्नुपर्छ टिकट काट्नुपर्ने छ हाम्रो भाइहरू यता छ ल गाइजहरु हामी चाहिँ अहिले डेभिस फल गेटभित्र हामी छिरिसकेको छ साथीहरू होइन अनि यहाँ डेभिस फल्स भन्ने ठाउँमा हामी इन्ट्री चाहिँ भइसकेको छ तर कता भन्ने कुरो थाहा छैन हामी चाहिँ आउँदैछु हाम्रो भाइहरू पछाडि छ सबलाई के भोक लागिरहेको छ क्या सबै अनुहार चाहिँ पुरै यहाँ सुरुक्क परिरहेको छ सबैजना के भयो पौडी खेलेर थकाइ लाग्यो के बास पौडी खेलेर भन्दा नि यस्तो चालेर चाहिँ होला क्या डेभिस फल्स भने चाहिँ यो रहेछ साथीहरू होइन यो माथिको जमिन भएर हामी यो लेभलमा बसिरहेको छ त्यहाँनिर हेर्नु न पुरै मुसाको दुलो छ होइन त्यस्तो भएर छाँगा गएको छ क्या अनि यसलाई डेभिस फल्स भन्नुको कारण चाहिँ वास्तवमा के हो भने नेपालीबाट चाहिँ पातले छाँगो भन्दो रहेछ डेभिस फल्स भन्नुको कारण चाहिँ पहिला एउटा डेभिल्स नाम गरेको एउटा कुहिरो चाहिँ आएर यहाँ खसेर मरेको थियो अरे क्या मरेको थियो अरे त्यही भएर चाहिँ यसलाई डेभिल्स फल्स भनेर नाम राखेको अरे भन्ने मैले सुनेको साथीहरू होइन अनि हो पनि होइन अनि त्यही भएर अहिले चाहिँ त्यो मान्छे झरेर मरेको भएर यस्तरी घेरा लगाएर चाहिँ हेरेर यस्तो छ होइन यस्तो खोज छ कि तपाईँको होइन गड लेभल क्या त्यहाँ हेर यहाँनिर राम्रोसँग नदेखाएको के होइन यस्तो छ हेरौँ यो माथि घर छ होइन यो मुनि यस्तो छ हेरौँ न यस्तो पुरै खोज के खोज चाहिँ पुरै मोबाइलै झर्छ डर्छ हो यहाँ यस्तो खोज छ कि तपाईँको हेरौँ नि यसमा पल्चीको साउन्ड यस्तो आइरहेको छ नि होइन आएको क्या गएर भित्र कहाँ पुग्यो होला क्या यो एउटा त्यो कुन चाहिँ मद्रास फिल्ममा साथीहरू घुम्नु जाँदा कोचमा छरेको थियो नि सेम त्यस्तै टाइपको छ कि खोज चाहिँ साथीहरू हेर्ने मान्छेहरू चाहिँ टन्नै छ यहाँनिर वरिपरि अनि हाम्रो भाइहरू यता छ सबलाई भोक लगाएर ग्याङ भइरहेछ ल भाइ जाउँ यो चाहिँ गुप्तेश्वर महादेव गुफा प्रवेशद्वार रे होइन यो चाहिँ गेट हो हामी चाहिँ मन्दिरभित्र छिर्दैछौँ साथीहरू अनि हाम्रो भाइहरू चाहिँ अगाडि छ घाम एकदम मिठो लागिरहेछ यहाँ चाहिँ मन्दिर जाने बाटो रे गुफा पनि छ भन्ने छ भित्र के गुफा रहेछ भित्र गएर हामी हेर्नेछौँ महादेव केभ श्री गुप्तेश्वर महादेव केभ चाहिँ गुफा छ भन्छ नि कस्तो गुफा रहेछ भित्र गएर हेर्नुपर्छ साथीहरू बजार त आमामा पोखरा हुन्छ यार यस्तो बवाल छ कि एकदम राम्रो बजार छ लामो भाइहरू त्यता छ साथीहरू अनि गुप्तेश्वर महादेव गुफा जाने बाटो हो कि के हो साथीहरू यस्तो रहेछ तलतिर चाहिँ यस्तो छ साथीहरू यस्तो खतरा छ कि आमामा पुरै छोडिदिनुहोस् न कृष्ण भगवान्को मूर्ति पनि रहेछ डेन्जर साथीहरू त्यो होला माइ गड ल भाइहरू चाहिँ टिकट काट्दैछ यहाँ छिरेर 50 रुपियाँ लाग्ने रे अघि त्यहाँ डेभिस फल्समा छिरेर 50 रुपियाँ टिकट थियो यहाँ पनि 50 रुपियाँ टिकट मान्छे हेर्नु कति छ मान्छे हाम्रो अब चाहिँ हामी गोर्खाल्यान्ड छिरेर जाँदैछौँ यहाँबाट चाहिँ इन्ट्री गर्नुपर्ने रहेछ होइन सबै टिकट रहेछ यो क्युआर कोड स्क्यान गरेर हामी चाहिँ ट्याग इन्ट्री हुँदै जानुपर्ने रहेछ साथीहरू हामी इन्ट्री हुँदैछ पछाडि मान्छे चढ्दैछ ल हामी चाहिँ इन्ट्री भइसकेको छ भित्र अब हामी गुफा छिर्दैछ साथीहरू भित्र गुफातिर जाँदैछ हो साथीहरू गुफा जाँदैछु भित्र गुफामा चाहिँ के छ कसो छ थाहा होइन तर राम्रै होला भनेर हामी चाहिँ टिकट काटेर हिँडिसकेको छ भाइहरू पछाडि छ भगवान्को सबैतिर भगवान्को मूर्ति छ पुरै यहाँ टन्नै छ टन्नै छ ल जाँदैछु अगाडिको भ्यू चाहिँ यस्तो छ यस्तो भित्र बनाएको रहेछ हो यहाँ चाहिँ कसरी बनाएको होला यो त अचम्म लाग्यो मलाई यस्तो माथि चाहिँ हेर हामी मुनि आइसक्यो यस्तो छ गुफा जाने ठाउँ चाहिँ यहाँबाट रहेछ होइन तर चाहिँ क्यामेरालाई नदिने साथीहरू त्यो चाहिँ दुःखको कुरा भयो अनि माथि चाहिँ यस्तो छ हामी चाहिँ तल आएको अहिले यस्तो छ ल होइन त्यहाँबाट भित्र छिर्नुपर्ने रहेछ गुफा चाहिँ
त्यहाँबाट मान्छेहरू टन्नै छ त्यहाँबाट उता चाहिँ क्यामेरालाई नलिँदो रहेछ हामीले चाहिँ टाँसेर राखेको छ है भित्र चाहिँ फोटो नखिच्नु भनेर साथीहरू मैले चाहिँ भिडियो बनाइदिइहालेँ यस्तो डेन्जर छ भित्र गुफा साथीहरू है हेर्नुहोस् तपाईँहरूले लुगाइ लुगाइ खिचिरहेको छु यस्तो डेन्जर भिडियो छ नि गुफा गड लेभल यस्तो भिडियो यस्तो गल्ली छ नि साथीहरू यस्तो गल्ली छ हामी यो कति फिटभन्दा मुनि आइसकेको छ होइन यस्तो गुफा छ भित्र पानी बजेको थियो अघि सोच्न सक्दैन होइन अघिको डेभिस फल यो भित्र हो क्या भएर आएको आम्मामा यस्तो डेन्जर छ नि साथीहरूलाई गुफा हेर्नु यस्तो डेन्जर गुफा छ होइन भिडियो खेच्नु मिल्छ मिल्दैन थाहा होइन मैले चाहिँ डराइ खिचिरहेको छु करायो भने थाहा छैन यस्तो डेन्जर डर लाग्दो छ नि यो के यो गुफा होइन यस्तो डेन्जर छ नि साथीहरू कसम मेरो त मुटुले ठाउँ छोडिसक्यो क्या मैले सोचेको नि थिएँ यस्तो ठाउँ पनि छ पोखराम भनेर क्या त्यहाँ मुनि हेर्नुहोस् त ल पुरै त्यो पुरै भित्र केही पनि छैन क्या त्यस्तो डेन्जर छ ल देखेको छैन के पुरै हरियाहरू छ तल जानुपर्छ म चाहिँ यो लुका भिडियो बनाएको छु तपाईँहरूको लागि भनेर भिडियोमा लाइक कमेन्ट चाहिँ तपाईँहरूले गर्नुपर्छ साथीहरू यति डर लागि भिडियो बनाएको छ नि कसम हो ठाउँ पनि डर लाग्दो प्यारो नि के देख्दैन क्यामेराले के देख्दैन यहीँ आएको हो क्या जस्तो लाग्यो मलाई हो यस्तो छ हेर्नु गुफालाई यस्तो चट्टान छ माथि ल भिडियो बनाइरहेछ होइन अघि हामी डेभिस फल्समा होइन त्यहाँ माथि गएर हामीले त्यो हेरेको थियो होइन तर डेभिल फल्स यहाँ आएर यो डेभिल फल्स झरेको रहेछ भन्ने कुरो यहाँ यतापट्टि आएर रोड पारी गरेर क्रस गरेर अर्को गेटमा छिरेपछि आउँदाखेरि बल्ल थाहा बल्ल यस्तो माथि होइन त्यहीँ माथि गएर ल हामीले अघि हेरेर आएको मैले भिडियो गरेको ल यहाँ आएको रहेछ क्या यस्तो डेन्जर छ त गुफा त हाम्रो गड लेभल तपाईँको पुरै छोडिदिनुहोस् पछाडिको भिडियो साथीहरू यस्तो बवाल भ्यू छ होइन फोटो छोडी नखिच्ने भिडियो नखिच्ने भन्दै त म त खिच्दै आइरहेको छु यस्तो डेन्जर भ्यू छ हेर्नुहोस् न साथीहरू यस्तो छ मान्छेहरू टन्नै छ त्यहाँ माथि पनि यहाँ मुनि चाहिँ पुरै खोज छ हेर्नुहोस् ल साथीहरू हामी चाहिँ मन्दिरबाट फर्केको अब यस्तो उयो छ कि तपाईँको गुफाहरू हामी हिँड्ने बाटो यस्तो छ कि तपाईँको यस्तो डेन्जर छ ल सानो छ क्या बाटो पनि पुरै तपाईँको यस्तो होइन जाने हिँड्ने गाह्रो छ बाटोमा यस्तो गल्ली छ हेर्न सक्नुहुन्छ यस्तो छ बाटो भर तलबाट आएको तल चाहिँ भिडियो खिच्नु दिएन मलाई यस्तो छ हेर्नु यस्तो डेन्जर छ सो साथीहरू हामी चाहिँ उहाँबाट निस्केर अहिले हामी चाहिँ यता के भन्छ यो चमेरी गुफा भनेर आइपुग्यो चमेरी गुफा हामी फाइनली चमेरी गुफा आइपुग्यो चमेरो यस्तो हुँदो रहेछ अनि यहाँ गेटबाट भर्खर हामी छिरेको अनि यहाँ पनि टिकट काट्नु पऱ्यो चमेरी गुफा यहाँबाट हामी भित्र जाँदैछौँ साथीहरू त साथीहरू हामी चाहिँ चमेरी गुफाको बाटो जाँदैछ यहाँबाट तल छिर्नुपर्ने रहेछ अब अघि नै गुफा तपाईँहरूले देखिहाल्नु भयो होइन त्यो गुफा पनि हेर्दै गर्नु होला कस्तो छ के छ अनि हामी चाहिँ पुरै होइन हाम्रो भाइहरू चाहिँ पछाडि छ अनि पुरै बत्ती लिएर जानुपर्ने रहेछ ल बत्ती पनि दिएको छ हामीलाई कति रुपियाँ टिकट काट्यो 50 के होइन भाइ हजुर दाइ 50 को 4 टिकट यहाँ पनि यो तेस्रोचोटि हाम्रो 50 को 4 टिकट काटेको अनि हामी टस लिएर आएको छौँ भित्र जानुपर्ने रहेछ आम्मामामामा यस्तो गुफा छ ल साथीहरू ओ माई गड ल साथीहरू हामी इनसाइड त चमेरी गुफा छिर्यो होइन चमेरा गुफाभित्र छिर्यो ओ हल्ला नगर डर लाग्छ के लामो भएर इसाक भाइ चाहिँ अगाडि छ कता हो त्यो सानो दुलोबाट त ननिस्किने होला हो यतैबाट निस्किनुपर्छ हट यस्तो डेन्जर छ ल साथीहरू यता पुरै गल्ली पुरै गुफा चेप्रा उताबाट निस्किन्छ आमा मान्छे घिसेर जानुपर्छ क्या हो र तपाईँ त मोटो मान्छे चाहिँ हो भाइ यार तपाईँ अड्किन्छ फेरि तान्नुपर्छ भाइ तान्नुपर्छ ओ माय गॉड दिस इज द लेभल है इनसाइड द गुफा साथीहरू माय गॉड ढुङ्गा छ गन्डाङ गुन्डुङ यार गन्डाङ गुन्डुङ ठोकेर ढल्लै भने जस्तो डर भइसक्यो यहाँ पनि हामीले मुस्ताङमा बनाएको जस्तो बनाएको रहेछ मान्छेहरूले मुक्तिनाथमा बनाएको जस्तो
के देख्दैन साथीहरू के बत्तीवाला नि लाममाथि बत्तीको लाइट चाहिँ अलि भएन कि त्यो भित्तामा सबै भएको साथीहरू त्यो सबै चमेरै चमेर यसै चमेरा भने नि रहेछ नि साथीहरू डेन्जर चमेरै चमेरा रहेछ अन्त चमेरी गुफा त्यसो भने चमेरै चमेरा ल माथि हेरौँ यहाँ नजिक देखाउँदा लामो यहाँ नजिक यता 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 चमेराहरू ल हेर्नुहोस् ल अहिले चाहिँ बवाल देखेकै सिन यसलाई भन्छ चमेरी गुफा साथीहरू ल चमेरै चमेरा ओ माई गड रियल चमेरा हो फेरि चमेरा फेरि फटा भन्नुभयो अहिले तपाईँले सबै चमेरा हो यो लामा भाइ के हो यो गुफा आउनु न कहाँ छ भित्र माथिसम्म जाउँ न धट धट म जाँदैन ए यहाँ त धुलै रहेछ त नि निस्किने दुलो रहेछ कि तपाईँ के किन होला भने त चमेरोले दियो यार भर्खर हो नि दिएको राम्रो हो कताबाट जाने चाहिँ कताबाट हो मान्छे अड्केर माथि त जहाँ हेऱ्यो त्यहीँ दुलो छ फेरि के हो यस्तो पारा चिप्लो होला है भाइ बिस्तारै यस्तो डेन्जर बाटो छ खेप यस्तो दुलो छ साथीहरू टेन्सन डर लाग्थ्यो के भयो यस्तो डेन्जर छ यहाँबाट माथि चढेर जानु पर्ने थियो हामी चाहिँ तल्लो पुगेर आएको साथीहरू अघि चाहिँ यस्तो रहेछ त्यही तलबाट आएको हामी हिँडेर माथि आएको डेन्जर रहेछ जाउँ जाउँ छिर्ने हो म पनि छिर्छु ब्रदर निस्किने हो निस्किने हो निस्किने ल है साथीहरू मैले गड यस्तो छ बाटो होइन डेन्जर छ है यस्तो छ बाटो साथीहरू चमेरो गुफामा अरे कहाँ जानु यताबाट यो त डेन्जर बाटो छ नि त एडभेन्चर टाइपको यहाँबाट माथि छिर्नु पऱ्यो साथीहरू ल यहाँबाट माथि जानुपर्ने रहेछ हामी तलबाट आएको जाउँ न कोमा जान्छ पहिले त्यस भाइ ल जानु कसम्म त के गुफा चाहिँ त्यहाँ हो लेट्स गो पार्टी आउँदैन नि यो यहीँबाट चढ्न नसक्दिन जुत्ता चिप्लिन्छ है यहाँ त लड्यो भने त स्वाई अब त ढे हुने रहेछ यार अब कसरी आउने आउने नि ल ल म चाहिँ फाइनली माथि चढ्यो साथीहरू मान्छेहरू तल छ राहु घाएको पालो माथि आउने ल ल भयो हजुर होइन सबैजना नजाउँ होला अहिले फर्किनु गाह्रो हुन्छ फेरि तपाईँहरू दिएर बस्नु नि लामा चाहिँ आउन ओ के हो यार यो बाटो त पुरै ओ यताबाट त्यहाँ उतापट्टिबाट यस्तो सक्नुहुन्छ क्या अहिलेबाट आउनुभयो निस्किन त्यहीँबाट हो हो निस्क्यो यहीँबाट त्यहाँबाट हो एकछिन डुङ्ग्रो एउटा भाइ आउँदैछ ल छिटो आउँदा लामा साह्रै सानो छ भाइ यता उल्टेर उल्टापट्टि निस्केर जानुपर्ने रहेछ माथि सक्छ तपाईँ तल बस्नु एकछिन है तल होइन माथि के भन्नु भयो अङ्कल हेलो ओइ लामा यो त डेन्जर छ त बाटो त्यहाँ कसरी चढ्थ्यो यहाँ कहाँबाट छिर्ने अनि त्यहाँ कसरी यहाँबाट यस्तो यस्तो के खोइ एकचोटि हेरौँ तपाईँ त यहाँ लुत्तै छिरिहाल्छ नि यत्रो ठाउँमा जानु त कहाँ छिर्छ म छिर्दैन नि शीर्षबाट जानु न यत्रो दुलोबाट निस्किने र कहाँ निस्किने जानु नि तपाईँ होइन ट्राई गर्नु न ल म यहाँ निस्किँदैछु साथीहरू है होइन त्यो अङ्कलले के भन्नुभएको थियो यहाँबाट गएर के गरेर भन्दै थियो यहाँबाट त निस्किँदैन हो म त यहाँ अड्किन्छ होला यहाँबाट के भन्यो अड्के फेरि आउनु न ब्याग चाहिँ निकाल्नु न
ल बेडा यताबाट चिर्नुपर्ने यता अलिक गाह्रो भएर यताबाट ट्राई गर्दै हुनुहुन्छ छिर्छ एकचोटि हेर्नु त ट्राई छिरिहाल्यो नि छिर 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 फाइनली म छिरे अయ్యో फाइनली म छिरे साथीहरु ल लामो भाइ त छ इजी हैन तपाईँ त अलिक गाह्रो होइन त्यो यहाँबाट छिर्दैन लामो तिमीहरू हामी त छिर्दैन त्यहाँबाट माथिबाट आउनुपर्छ माथिबाट आउनुपर्छ हटाउँदैन अनि तपाईँ त छिर्छ यस्तो डेन्जर रहेछ कि ल भाल फाल्दिउँ फाल फाल बाबा मजा कताबाट आउनु तिमी त त्यतापट्टिबाट आउनुपर्छ हो त्यताबाट सुतेर त्यता माथि चढ्ने पहिला अनि सर्लक सुत्ने त्यहाँ माथि सुतेर घिसेर आउने त्यहाँ त छिर्दैन भने तिमी छिर्दैन मै त अड्किन्ला त्यताबाट आउन चमेली गुफा निस्किन्छ यहाँबाट रहेछ साथीहरू एकदम गाह्रो तरिकाले निस्केँ म चाहिँ हैन के गर्ने यार मिल्छ कि मिल्दैन अलि माथि आउनु त तपाईँहरू चढ्नु न माथि यार अलि यहाँ सामान बन्ने रहेछ यहाँ नत्र हुँदैन सामान त पर्दैन हौ कहाँ नि यहाँ यत्रो खाल्डो छ अनि यहाँ कसरी टेक्ने छिर्ने सो साथीहरू हामी चाहिँ अहिले त्यहाँ के अरे हामी चाहिँ चमेरी गुफाबाट सिधा हामी चाहिँ सारङकोटमा आइपुग्यो सारङकोटको भ्यू पोइन्ट चाहिँ यो साथीहरू माथि गणेश भगवानको मूर्ति छ माथि भ्यू टावर पनि रहेछ माथि जानुपर्छ हामी चाहिँ अहिले सारङकोटको डाँडामा सनसेट हेर्नको लागि चाहिँ यहाँ माथि डाँडामा आउनुपर्ने रहेछ लामो भाइले त्यहाँ माथि जानै पर्छ भनेर चाहिँ हामी सारङकोटको डाँडामा आइपुगेको छ सनसेट हेर्न सक्नुहुन्छ यस्तो बवाल देखेको छ होइन यहाँबाट अनि चाहिँ पोखरा सहर पनि फेरि एकदम सबै देख्छ अरे उतापट्टिबाट चाहिँ हामी भित्र जाँदैछु कस्तो कस्तो के देख्दो रहेछ हेर्दै सक्नुहुन्छ यहाँ यस्तो दामी भ्यू छ पोखरामा अझै हामी फुल घुमियो लव साथीहरू यस्तो दामी मन्दिर पनि बनाएको छ अनि गेट चाहिँ यो रहेछ ल साथीहरू यसलाई भन्छ सारङकोट हामीले सारङकोट डाँडा अहिले चाहिँ पोखरा सहर चाहिँ यो हो साथीहरू यस्तो देखेको छ पोखरा सहर यस्तो छ अनि यहाँ बिग मूर्ति गणेश भगवानको एकदम डेन्जर छ साथीहरू यस्तो छ साथीहरू मूर्ति चाहिँ अनि यहाँ माथि जान्छ भ्यू टावर यो माथिको चाहिँ भ्यू टावर रहेछ भ्यू टावरमा जान चाहिँ कति 30 रुपियाँ भन्दा टिकट त्यही हो 30 रुपियाँ टिकट लाग्ने रहेछ मन्दिरलाई तर मन्दिर चाहिँ एकदम गजब तरिकाले बनाउनु भएको छ एकदम सोलिड सही तरिकाले बनाउनु भएको छ यस्तो छ अनि हाम्रो भाइहरू यता चाहिँ नुन खाएको कुरा जस्तो भइरहेछ किन हो सिटी त पुरै नगर के हो क्या सिटी त बवाल छ है साथीहरू ल पोखरा सहर हेर्दा लाग्छ रहर है एकदम बवाल छ साथीहरू ल साथीहरू हामी इनसाइड द भ्यू टावर आइसकेका छ अहिले भ्यू साइड के अरे भ्यू टावरभित्र चाहिँ हामी हिँड्दैछौँ भ्यू टावर माथि हामी चढ्दैछु भ्यू टावरबाट के भ्यूज देख्छ गाइजहरू होइन तपाईँहरूलाई म देखाउने छु साथीहरू भिडियो चाहिँ हेर्दै गर्नु होला चमेरी गुफाको भिडियो त तपाईँहरूले हेरिहाल्नु भयो होला होइन यो पनि हेर्दै गर्नुहोस् बडा आउँछ भिडियो तर भनेको चाहिँ राम्रो बनाएर रहेछ एकदम राम्रो छ भन्न सक्नुहुन्छ हेर्नुहोस् यस्तो दामी छ ल सिन हामी चाहिँ माथि जानुपर्छ माथि टपमा रुखमा जाने हो आज चाहिँ हाम्रो अन्तिम दिन हो पोखरामा हामी चाहिँ भोलि बिहानै काठमाडौँ लाग्छौँ साथीहरू होइन भ्यू टावर हामी चढ्दैछौँ लगभग 4 तल्लाको रहेछ माथि चढ्नुपर्ने चाहिँ हामी पुग्नु लाग्यो साथीहरू ल हामी आएको बाटो चाहिँ यो हो साथीहरू होइन भ्यू हेर्नुहोस् ल हाम्रो रुखमा आइसकेको छ अनि हेर्नुहोस् ल पोखरा सहर पुरै यस्तो छ पोखरा सहर हेर्दा लाग्छ एकदम बवाल छ यो तलको रोड हुँदै
हुँदै त्यताबाट घुमेर आएको हामी। त्यतिर यस्तो यस्तो बिल्डिङहरू पनि बन्दैछ। बडा सहरहरू सक्नुहुन्छ यसको दामी देखेको साथीहरू यहाँबाट यस्तो देखेछ है, एकदम राम्रो छ सिन चाहिँ यस्तो छ है साथीहरू। अनि हाम्रो भाइहरू यता छ, मान्छेहरू पनि धेरै आउँदो रहेछ साथीहरू हेरेर। अनि हाम्रो सनसेट हेर्नु न, सनसेट यहाँ सनसेट यसलाई भन्छ कि भ्यू हेर्नुहोस् सनसेट कस्तो देखेको छ भन्नु होला भिडियोमा कमेन्ट गर्नुहोस् कस्तो देखेको छ। अनि यहाँ तल चाहिँ हाम्रो गणेश भगवानको मूर्ति हो। यो चाहिँ पछाडिबाट भएको भएर यस्तो देखेको छ। अगाडिपट्टि त मैले देखाइसकेँ तपाईँलाई यस्तो सनसेट सारङकोट डाँडा घुमेर पनि हामी चाहिँ अब यहाँबाट फर्केको साथीहरू। अब रुमतिर गएर भेट्नुपर्छ होला। यो चाहिँ हाम्रो अन्तिम हो आज घुम्ने ठाउँ भनेको होइन। आज धेरै ठाउँमा घुमियो। हेलो साथीहरू, ल हामी चाहिँ अब पोखराबाट काठमाडौँ लागेको आज चाहिँ। अहिले चाहिँ हामी त्रिशुलीतिर आइपुग्यो साथीहरू। त्रिशुली पुग्न अझै बाँकी छ, मनोकामना क्रसमा भर्खर। अनि हामी चाहिँ बाटोतिर छ। आज चाहिँ हामी काठमाडौँ लागेको साथीहरू। यसै छ, धेरै दिन भयो घरबाट बाहिर निस्केको। अनि यता लामा भाइ छ, अनि सुवास भाइ र इसाक भाइ चाहिँ आउँदैछ, त्यही भएर हामी पर्खेर बसेको यहाँनिर। अगाडि हो कि पछाडि हो कन्फ्युज भइरहेछ हौ साथीहरू। अनि हाम्रो यो मुगलिङको बाटो चाहिँ एकदम धुलै धुलो छ पुरै। अनि यस्तो छ एकदम फोहोरै फोहोर बाटो, हाम्रो बिजोग छ हौ साथीहरू। ल साथीहरू, म चाहिँ फाइनली रुममा आइपुगेको छ। अनि हाम्रो एनजीमा र पालदिन चाहिँ यहाँ पढिरहेको रहेछ। के छ छोरी, ठिक छ? ठिक छ हो। पालदिनको अर्को नि दाँत झर्या हो खोइ। पालदिन थोती भइसक्यो। सो साथीहरू, अब हामी चाहिँ रुममा आइपुगिसक्यो। अनि त्यस पछाडि हाम्रो बुढाहरू चाहिँ यहाँ पढ्दै रहेछ। अनि त्यही हो, युकेजी पुग्ने कहिले? भोलि युकेजी पुग्छ। ल साथीहरू, आजको भिडियो चाहिँ यहाँ अन्तिम गर्छु म होइन। अब त्यो अब गुफातिर हिँडेको भिडियो, अनि त्यस पछाडि फेवातालमा हामीले बोटिङ गरेको भिडियोहरू सबै यसमा छ। सबैजनाले माया गरेर हेरिदिनु होला। त्यही हो, अब यति भन्दै आजको भिडियो यहाँ अन्त्य गर्न जान्छ साथीहरू। बाई। अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ साथीहरू।